दर्शकवृन्द, यो दृश्य रूपनी गाउँपालिका वडा नम्बर 5 को हो। रूपनी रोडमा 4 किलोमिटर जहाँ छ त्यहाँ नजिकै पूर्वपट्टि रहेको मतदान केन्द्रको यो दृश्य। यहाँ अहिले भर्खरै मतदान कार्य स्थगित गरिएको छ। जनता समाजवादी पार्टी र काङ्ग्रेसका कार्यकर्ताबीच तनाव बढेपछि यहाँ प्रहरीले 5 राउन्ड हवाई फायर समेत गरेको छ। तपाईँ यहाँ दृश्यमा हेर्न सक्नुहुन्छ। नेपाली सेना, नेपाल प्रहरी र एपीएफ यानी कि सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू यहाँ उपस्थित छन्। कडा सुरक्षाको घेरामा मतदान अधिकृतलाई राखिएको छ। गाडीमा हेर्दै हुनुहुन्छ र उता अर्कोतिर जनता समाजवादी पार्टीका कार्यकर्ताहरू नाराबाजी र आन्दोलन गर्दैछन्। यहाँ उनीहरूले चुनाव स्थगित किन गरियो, मतदान स्थगित किन गरियो, अन्त्य समयसम्म चुनाव भएकै हो, स्थगित गर्नुपर्ने कारण के हो भनेर नाराबाजी गर्दैछन् भने अर्कातिर कडा सुरक्षा घेराका बीच यहाँ मतदान स्थगित गरेर कर्मचारीहरू मतदान अधिकृतहरूलाई सुरक्षित चाहिँ लग्ने तयारीमा हेर्दै हुनुहुन्छ। यहाँ मतदान कार्य शान्तिपूर्ण रूपमा हुँदै थियो। हुँदै गर्दा 3:30 बजे करिब पानी पर्यो। त्यसकारणले 1-1.5 घण्टा करिब मतदान कार्य रोकियो र त्यसपछि पुनः मतदान सुचारू भएपछि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले जनता समाजवादी पार्टीका कार्यकर्ताहरू दोहोरो मतदान गरेको आरोप लगाए र जनता समाजवादीले त्यसो नभएको आरोपलाई खारिज गर्दै यहाँ चाहिँ विवाद चर्कियो। त्यसपछि प्रहरीले 5 राउन्ड हवाई फायर गरेपछि मतदाताहरू पनि तितर-बितर भए र अब चाहिँ मतदान गराउँदा मतदाताहरू मतदान गर्नबाट वञ्चित हुने भन्दै निर्वाचन अधिकृतले मतदान कार्य स्थगित गरेका छन् र त्यसपछि यहाँ ठुलै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एकातिर जनता समाजवादी पार्टीका कार्यकर्ताहरू आन्दोलनमा छन्, टायर बालेर प्रदर्शन पनि गरिरहेका छन् र उनीहरूले अन्त्य समयमा मतदान चाहिँ किन रोकियो, किन स्थगित गरियो भनेर प्रश्न पनि उठाएका छन् र उनीहरूको भनाइलाई मान्ने हो भने उनीहरू भन्दैछन् यो षड्यन्त्र हो। तर निर्वाचन अधिकृतले भने मतदाताहरूलाई वञ्चित गराएर मतदान हुँदैन, मतदाता वञ्चित हुने अवस्था आइसकेपछि अब अर्को विकल्प पनि छैन भनेर जनाएका छन्। प्रहरीले जब 5 राउन्ड हवाई फायर गर्यो त्यसपछि लाइनमा लगेका मतदाताहरू तितर-बितर भए र उनीहरू मतदान गर्न नसक्ने ठहर गरेर सूचना नै टाँस गरी मतदान अधिकृतले मतदानलाई स्थगित गरेको अवस्था छ। दर्शकवृन्द, यो रातिको समयमा यहाँहरूलाई यो भिडियो हामी देखाइरहेछौँ। यहाँ एकदमै संवेदनशील अवस्था छ। यो गाडीमा मतदान अधिकृतलाई लगिने तयारी भइरहेको छ र यसरी चाहिँ हामीले सूचनाको फोटोकपी पनि यहाँहरूमा राखेका छौँ।